जारी फिफा विश्वकप 2026 में अर्जेन्टिना का कप्तान लियोनल मेसीले विश्वकप इतिहास में सर्वाधिक गोल गर्ने नयाँ कीर्तिमान कायम गरेका छन्। उनले जर्मनीका मिरोस्लाव क्लोजको 16 गोलको पुरानो कीर्तिमानलाई तोड्दै विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा गरेका हुन्। सोमबार राति भएको समोजेको खेलमा युरोपेली प्रतिद्वन्दी अस्ट्रियालाई 2-0ले हराएको खेलमा मेसीले अर्जेन्टिनाका लागि दुवै गोल गर्दा विश्वकपमा आफ्नो कुल गोल सङ्ख्या 18 पुर्याएका छन्। त्यसअघि अल्जेरिया विरुद्धको खेलमा ह्याट्रिक हानेका मेसीले क्लोजको कीर्तिमानलाई बराबरी गरेका थिए। मेसीलाई फ्रान्सका कप्तान केलियन एम्बापेले पछ्याइरहेको छ। 27 वर्षीय फरवार्डले पनि क्लोजको गोल सङ्ख्या बराबर 16 गोल गरेका छन्। आज मङ्गलबार बिहान सम्पन्न खेलमा एसियाली राष्ट्र इराकलाई 3-0ले हराएको खेलमा रियल मद्रिदका फरवार्डले 2 गोलको योगदान गरे। जारी विश्वकपमा उत्कृष्ट लयमा रहेका मेसीले 2 खेलबाट 5 गोल गर्दै उच्च गोलकर्ताका रूपमा आफूलाई शीर्ष स्थानमा उभ्याउँदै गोल्डन बुटको दावेदारका रूपमा प्रस्तुत गरेका छन्।